लामो हुने तरिका भनिदिनुस् न भन्नुभएको रहेछ हैन। यो चाहिँ मेरो कपालको प्रिभियस भिडियोकोमा कमेन्ट आएको हो के। त्यसमा चाहिँ यति लामो कपाल कसरी बनाउनु भएको, के युज गर्नुहुन्छ भनेर मलाई धेरै क्वेसनहरू आएको छ है। सरी, एकदम सरी लेट रिप्लाई दिएकोमा चाहिँ। म चाहिँ एकदम फ्याक्ट कुरा भन्छु है। मैले युज गर्ने भनेको स्याम्पू, कन्डिसनर, ट्रिटमेन्ट क्रिम अनि सेरम। यो चाहिँ एकदम भाइटल रोल खेल्छ है यसले चाहिँ। अनि मैले प्रिभियस भिडियोमा भनेको छु कसरी युज गर्छु भनेर पनि हजुरहरूलाई देखाएको छु है। म चाहिँ कुनै प्रडक्टलाई अहिले चाहिँ एडभर्टाइज गर्दिनँ हैन। हजुरहरूको कपाल र मेरो कपाल म्याच नहुन सक्छ, त्यही भएर आफूलाई सुइटेबल आफूले छानेर गर्नुपर्छ, चुज गर्नुपर्छ। अनि मेन भनेको चाहिँ मैले रिसेन्टली अलि टाइमै लिएको थिएँ क्या कपाल नकाटेर। तर कपाल नकाट्ने भनेर चाहिँ तलको हाँगाहरू चाहिँ राख्नु हुँदैन है। यसले हाँगा हुन पाएन हाम्रो कपाल लामै हुँदैन क्या। त्यही भएर हाँगा काट्ने भनेर चट्टै पारिदियो भने फेरि लेन्थ पनि बढ्दैन, त्यो पनि तनाव हुन्छ। हाँगा चाहिँ बेला बेलामा चाहिँ हल्का हल्का ट्रिम चाहिँ गर्नुपर्छ। अनि स्पेसल्ली चाहिँ हामीले हाम्रो कपाललाई चाहिँ मोइस्चराइज पनि गरेर राखिदिनुपर्छ, ओइल मसाजहरू पनि गर्नुपर्छ है। अनि आफै पनि हुन्छ। अनि स्पेसल्ली चाहिँ धेरै केमिकल युज गर्नु। अहिले केराटिन भनेको छ, कहिले के भनेको छ नि, हामी धेरै हिट प्रडक्टहरू युज गर्छौँ। हिट प्रडक्ट गरिहाल्न परे पनि सेरम युज गर्नु होला, हिट प्रोटेक्सन युज गर्नु होला है। त्यो भयो भने चाहिँ धेरै हदसम्म हाम्रो कपाल चाहिँ हेल्दी रहन सजिलो हुन्छ क्या। पहिला पहिला मैले पनि गरिदिन्थेँ, मलाई पनि केही पनि आउँदैन थियो क्या है। टिकटक युट्युबहरूले अलिअलि सिकाइरहेको छ है मलाई पनि। त्यहाँबाट चाहिँ मैले गेन गरेर अहिले चाहिँ मेरो कपाल धेरै नै हेल्दी भएको छ। अनि जापानमा चाहिँ कपालमा कलर लाउनुहोस्, आइरन गर्नुहोस्, सबै हाकारी गर्छ क्या। होला महँगो होला, 2-3 नै पर्छ, झन् यो कपालमा त कति पर्छ होला सोच्नु आफै हैन। तर पनि एकदम एक्युरेट गरिदिन्छ। त्यहाँ गर्दाखेरि चाहिँ मेरो कपाल बिग्रिने चान्सै छैन है। मैले त्यही भएर चाहिँ यहाँको चाहिँ मलाई कपालको कलर गर्नेदेखि लिएर स्ट्रेट गर्ने एकदमै चित्त बुझ्छ क्या। यति नै हो।